Today we are going to discuss about BAFIA Act 2073, Chapter 4 and Section 14. In this section, there is a formation of uh, board and who are the member of boards and how to directors appoint. So we discuss in this topic. So as you know, as I had already told you, chapter 14. Let's get started from section 14 and subsection 1. Constitution of the Board of Directors. A bank or financial institution shall have a BOD, Board of Directors, comprising at least 5 directors and no more than 7 members. यो सेक्सनमा डाइरेक्टर्सहरूको बारेमा के भनेको छ भने के कन्स्टिट्युट्स गरेको छ भने बोर्ड अफ डाइरेक्टर्सको बारेमा कुनै पनि बैंक र फाइनेन्सियल इन्स्टिट्युसनमा को बोर्डमा एटलिस्ट 5 वटा डाइरेक्टर्स र मोर देन 7 मेम्बर्स हुन्छन् भनेको छ है। मतलब यो मेम्बर भएको छ यसलाई डाइरेक्टर्स बनाउनुलाई भन्न खोजेको कम्तीमा 5 जना डाइरेक्टर बढीमा 7 जना डाइरेक्टर हुन्छन् कुनै पनि बैंक अर फाइनेन्शियल इन्स्टिट्युसनमा भनेको छ है। कुनले यो बाफिया एक्ट 2073 को च्याप्टर 4 को सेक्सन 14 को सबसेक्सन 1 ले है त। अब अपोइन्ट कसरी, हाउ टु अपोइन्ट द बोर्ड अफ डाइरेक्टर्स, हाउ टु अपोइन्ट डाइरेक्टर्स भनेर भनौँ है त। लेट्स टक। The general meeting of board, bank or financial institution shall appoint the directors. डाइरेक्टर को अपोइन्ट कसले गर्छ त? जेनरल मिटिङ अफ ब्याङ्कले। ब्याङ्कको जेनरल मिटिङ हुन्छ, त्यो जेनरल मिटिङले चाहिँ बोर्ड अफ डाइरेक्टर्सहरूको अरूलाई अपोइन्ट गर्छ भन्ने कुरा सेकेन्ड सेन्टेन्सले भन्छ है त। थर्ड सेन्टेन्स, अन्टिल द फर्स्ट एनुअल जेनरल मिटिङ, पहिलो जेनरल मिटिङ अथवा पहिलो वार्षिक जेनरल मिटिङ हुँदैसम्म अफ द बैंक अफ फाइनेन्सियल इन्स्टिट्युसन हिज हेल्ड, प्रोमोटर स्याल अपोइन्ट डाइरेक्टर्स। कसले गर्छ त? त्यो पहिलो वार्षिक जेनरल मिटिङ हुँदैसम्म चाहिँ प्रोमोटर्सहरूले चाहिँ डाइरेक्टरलाई अपोइन्ट गर्छन् भन्न खोजेको है त थर्ड सेन्टेन्सले। फोर्थ सेन्टेन्समा यदि इफ द पोजिसन अफ एनी डाइरेक्टर्स फल्स भ्याकेन्ट, कुनै पनि डाइरेक्टर्सको चाहिँ पोजिसन भ्याकेन्ट छ भने बिफोर द होल्डिङ अफ द जेनरल मिटिङ हुनुभन्दा पहिला द बोर्ड अफ डाइरेक्टर्स अपोइन्ट द डाइरेक्टर्स है त। बोर्ड त्यो खाली भएको भ्याकेन्ट पोस्टमा चाहिँ बिओडीले नै अपोइन्ट गर्छ भनेको है। नेक्स्टमा, डाइरेक्टर अफ एनी कर्पोरेट बडी, कुनै पनि कर्पोरेट बडीको डाइरेक्टर्स चाहिँ क्यान नट बी नोमिनेटेड एज अ डाइरेक्टर अफ एनदर ब्याङ्क भनेको ब्याङ्क अर फाइनेन्सियल इन्स्टिट्युसन भन्दा पनि हुन्छ है। अब कुनै एउटा ब्याङ्कको डाइरेक्टर अर्को ब्याङ्कमा डाइरेक्ट हुन पाउँदैन भन्ने कुरा यो केस हो। अर्को नेक्स्ट एक्सेप्सन केस छ, तर डाइरेक्टर अफ एनी ब्याङ्क, कुनै पनि ब्याङ्कको डाइरेक्टर चाहिँ appoint as the director of infrastructure bank. This is the exceptional case. Okay, so you don't forget to this sixth sentence. Okay, this sentence says if anyone is director of one bank, then can appoint
the director of other bank means infrastructure bank. In this case, it's only apply for infrastructure banks. Okay, okay, but in except except infrastructure bank, this rule is not applied. Okay, next, seven number point. A board of directors shall appoint at least one independent director who from among the person possessing qualification and experience हो. अब त्यही बोर्ड अफ डाइरेक्टर्स भित्रै डाइरेक्टर्सहरू मध्येबाटै 5-7 जना भित्रैबाटै है एकजना कम्तीमा एकजना इन्डिपेन्डेन्ट डाइरेक्टर अपोइन्ट गर्नुपर्ने छ है। त्यो कस्तो हुनुपर्छ त भन्दा पर्सन पोजेसिङ क्वालिफिकेसन एन्ड एक्सपिरियन्स गर्यो त्यसको चाहिँ एक्स्ट्रा सेपरेट क्वालिफिकेसन हुनुपर्छ। त्यो पनि अलरेडी मेन्सन गरेको छ यो बाफी एक्टमा। सो देयर इज अ separate qualification for independent directors and other directors. So this much for today. Keep going, keep watching, and please do subscribe my channel and wait for new videos. Thank you. Bye.